मलाई गाउँको भाइ बहिनीहरूले गरी खाएको आफ्नो खुट्टामा उभिएर आफ्नो जीविका चलाएको साह्रै मनपर्छ। आज यस्तै भिडियो लिएर तपाईँको अघि आइरहेको छु। राङका धजे 0 मा एकजना हाम्रो भाइले आफ्नो मन्ना बेकरी सुरु गर्नुभएको छ र म त्यहाँ गइरहेको छु र त्यहाँको दोकानको के कस्तो सबै कुरो म तपाईँलाई देखाउन लागिरहेको छु। तपाईँले हेरिदिनुहोस् र विशेष गरी कमेन्टमा हाम्रो भाइलाई उहाँको परिवारलाई उत्साह कुरा लेखिदिनुहोस् भनेर म आग्रह गर्न चाहन्छु। आउनुहोस् मसँग। अहिले म राङका 0 मा आइपुगिसकेको छु र तपाईँले देखिरहनु भएको छ मन्ना बेकरी र यहाँ के छ के कस्तो छ म तपाईँलाई देखाउने छु। प्रसन्न भाइ जो यस दोकानको चाहिँ उहाँ मालिक हुनुहुन्छ र यहाँलाई एकदमै तपाईँले मलाई भन्नुभएको थियो सर दोकानमा आउनुहोस् है भनेर म आइपुगेको छु र मेरो ब्लगमा तपाईँलाई स्वागत पनि छ र यसरी भेट गर्नुभयो। आज सुटिङ दिनमा राम्रोसँग यो दोकान विषयमा दर्शकमा पुऱ्याउनु मलाई मन पनि लागेको छ, इच्छा लागेको छ र जस्तै गरी खान्छ जस्तै आफ्नो खुट्टामा उभिएर जीविका चलाउँछ है साँच्चै मलाई मनपर्छ। अघि पनि मैले फर्स्टमै भनेको थिएँ है दर्शकहरूलाई साँच्चै नै खुसी लागेको छ। र प्रसन्न भाइ तपाईँले यो दोकान सुरु गर्नुभयो है, तपाईँलाई विशेष गरी यो कसरी तपाईँले प्रेरणा मिल्यो, कसरी तपाईँले यो आइडिया दियो यसरी दोकान सुरु गर्नुपर्छ भनेर? किनभने मलाई चाहिँ पहिल्यैदेखि नै बिजनेस गर्नु चाहिँ पुरा इच्छा लाग्थ्यो। हजुर। अन्त किनभने मेरो बाबाले पनि बिजनेसै गर्नुहुन्थ्यो पहिल्यैदेखि, त्यही भएर मलाई बिजनेसमा एकपल्ट इच्छा पनि थियो। अन्त मैले गएर बाहिरतिर गान्तोकतिर गएर मार्केटिङको कामहरू पहिल्यैदेखि गरेँ, धेरै नलेजहरू पाएँ बिजनेसको। अन्त मैले यो बेकरीको बारेमा चाहिँ मलाई नलेज थिएन। बेकरीको बारेमा चाहिँ कसरी नलेज भयो भन्दाखेरि मेरो बाबाले बेकरीकै सानो हाम्रो दोकानमा पनि एउटा सानो एउटा फ्याक्ट्री छ, त्यहाँनिर प्रडक्सनहरू गर्नुहुन्छ बाबाले। त्यहाँ गएर हेर्दाखेरि मैले निकै नै नलेज पनि पाएँ। अन्त बाबालाई चाहिँ यहाँनिर राङगाउँमा खोल्ने चाहिँ एकदमै इच्छा थियो। अन्त उहाँले चाहिँ पहिल्यै सोच्नुहुन्थ्यो एउटा राङगाउँमा खोल्नु, किनभने यहाँको मान्छेहरूले जुन अब एउटा कतिवटा कुराहरूको लागि गान्तोकैबाट ल्याउनु पऱ्यो हामीले। अब सानो बर्थडे भएको पनि कतिले अब गाडीहरू अफोर्ड गर्न सक्दैन। अब यहाँनिर राङगाउँमा त्यस्तै गाडीको धेरै प्रब्लमहरू हुन्छ। त्यही भएर चाहिँ मैले सोचेँ अब यो राङगाउँमा चाहिँ एउटा सानो स्टार्ट गरौँ भनेर, त्यही भएर चाहिँ मैले बिस्तारै अहिले सुरु गर्दैछु। तपाईँले दोकान सुरु गर्नुभयो कति भयो तपाईँले? मैले लगभग 1 इयर्स अलिकति बेसी नै भयो। अहिले तपाईँको दोकान कतिको चल्दैछ? रनिङ अहिले अलिकति हुँदैछ, किनभने धेरैजनाले यादमा खाइसक्नु भयो। अन्त यहाँको जुन टेस्टहरू पनि धेरैले मन पराउनुहुन्छ हो। अन्त जुन कस्टमरहरूले एकपल्ट लानुहुन्छ फेरि उहाँहरू आउनुहुन्छ। अन्त फिडब्याकहरू म उहाँहरूलाई सोधिबस्छु कस्तो छ के छ, उहाँले फिडब्याक पनि राम्रै दिनुहुन्छ। तपाईँको यहाँ स्टाफ कतिजना हुन्छ? अहिले हामी चाहिँ यहाँ 3 जना हुन्छ। अनि दोकान सुरु गर्दाखेरि दोकान खोल्दाखेरि दोकान राख्दाखेरि सरसफाइको ध्यान दिनुपर्छ है। सरसफाइ छैन भने त अब सरकारले पनि नजर राख्नुपर्छ। कतिको तपाईँ सरसफाइ राख्नुपर्छ? सरसफाइ त हाम्रो चाहिँ डेली सरसफाइ नै हुन्छ, किनभने म भाइहरूलाई पनि एकदम सफा बस्नुपर्छ भनेर। हाम्रो यो जति पनि क्लिननेसहरू जति पनि जे छ हामी एकदमै, अन्त कुनै पनि एक्सपायरहरू हुनुभन्दा अगाडि नै म निकालिदिइहाल्छु। किनभने हामी सबै मेन यो बेकरीको आइटमहरूको चाहिँ सर्टेज पिरियड हुन्छ हाम्रो जुन लाइफ हुन्छ, अनि त्यसको लागि चाहिँ हामीले एकदमै त्यसको लागि उयो गर्नैपर्छ, सरसफाइ ध्यान दिनु पऱ्यो। प्लस अब एक्सपायर डेटहरू चाहिँ पहिल्यै तपाईँले निकालिहाल्छ। त्यो एक्सपायर, किनभने त्यो हुनुभन्दा अगाडि पहिला हामीले त्यसलाई चाखेर है उयो गरेर मात्रै हामीले जुनै कुरा पनि हामी त्यसरी निकाल्छ। अब त्यत्तिकै हामी निकाल्दैन, किनभने अब यसमा चाहिँ धेरै कुराको कोही बिमारहरू भइदियो भने धेरै साह्रोहरू पर्ने हुन्छ। तपाईँको दोकानमा अब हामीले के पाउँछौँ तपाईँको? मैले यो भर्खरै मात्रामा यहाँ मेन्यू पनि एउटा निकालेको छु है। अन्त यसमा तपाईँको बेकरी आइटमदेखि लिएर जति पनि छ धेरै कुराहरू मैले थपेको छु। सबै कुरा छ यसमा है? हजुर हजुर। चिकन ललिपपहरू भयो, मोमोसहरू भयो, नुडल्सहरू भयो हो, पिज्जाहरू भयो। तपाईँले जुन दोकानमा अहिले बेचिरहनु भएको छ कस्टमरले बेचिरहेको छ बजारको भाउ बेच्नुहुन्छ कि कम्ती कि बेसी बेच्नुहुन्छ तपाईँले? मैले बजारको भन्दाखेरि पनि अलिकति चाहिँ ल्याउनु रेटै गरिदिएको छु, किनभने यहाँ कतिजना अब जुन चिकन मोमोहरू बजारतिर खायो भने
रुपिस छ, मैले यहाँ 90 रुपिस गरेको छु। अन्त जुन झोल मोमोहरू कुरकुरे मोमोहरू 150हरू गर्छ, मैले यहाँनिर 120 मात्रै गरेको छु। मैले एकदमै त्यसरी चाहिँ मैले दामहरू एकदम रिजनेबल राखेको छु ताकि सबैले किनेर खान सकोस्। हजुर, तपाईँलाई अन्त यो दोकानमा यसो अब फाइदा नोक्सानहरू कुरा हुन्छ नि, तपाईँलाई अहिले के कस्तो भइरहेको छ? अहिले चाहिँ म चाहिँ इक्वली जाँदैछु, मेरो लस पनि छैन फाइदा पनि छैन। अब इन्भेस्ट सामान ल्यायो बेच्यो त्यो सामान फेरि हाल्यो त्यस्तो मात्रै हुँदैछ, अहिले रनिङ हुँदैछ। अब प्रफिट त अलिकति बिजनेसमा त प्रफिटै हुन्छ, तर पनि मैले अहिले चाहिँ दोकानलाई नै ध्यान दिँदैछु बेसी चाहिँ। मैले अहिले प्रफिट चाहिँ त्यति निकालेको छुइनँ। यो दोकानको लाइसेन्स कसको नाम छ? जो मेरो आमाको नाम। ए आमाको नाममा हजुर है, एकदमै राम्रो कुरा। र भाइ एउटा विशेष गरी तपाईँलाई जुन यो काम गरिरहनु भएको छ, आफ्नो खुट्टामा आफै दिएर काम गरिरहनु भएको छ, तर कति यस्तो हाम्रो भाइ बहिनी हुन्छ गाउँ समाजमा है, पढेर पनि काम पाइँदैन, बेकारी समस्या भएर घुमिरहेको हुन्छ, जुझिरहेको हुन्छ है, आफै नोक्सान गरिरहेको हुन्छ। तपाईँले त एउटा इक्जाम्पल सेट गर्नु भएको छ, ती काम नगर्ने भाइ बहिनीहरू पनि तपाईँ उत्साहको राखिदिनुहोस् न। काम नगर्ने भाइ बहिनीहरू चाहिँ भन्छु, कुनै फिल्डमा पनि हामीले अलिकति हाम्रो नलेज छ भने हामीले जे पनि गर्न सक्छ है। अहिले मेन चाहिँ के भएको छ भने गभर्मेन्ट काममा भन्दाखेरि पनि बेसी चाहिँ हामीले बिजनेसमा चाहिँ हामीले जति पनि हामीले गर्नु खोज्छौँ, अब हामीले एउटा इन्ट्रेस्ट जुन हामीले बिजनेसमा दिएर, अब बिजनेसमा चाहिँ अलिकति अब आफूले मिहिनेत चाहिँ गर्नु पऱ्यो, मिहिनेत खट्नु पऱ्यो। जति हामीले खट्नु सक्यो त्यति नै बिजनेसलाई चाहिँ हामीले चाहिँ बिल्डअप गर्नु सक्छ हामीले। म चाहिँ त्यही भन्छु, अब भाइ बहिनीहरूलाई चाहिँ भन्छु, तपाईँहरू चाहिँ जति सक्दो तपाईँको जे कुरामा नलेज छ त्यो बिजनेस गर्नुहोस्, किनभने हाम्रो राङ्कामा धेरै कुराहरूको जरुरत छ। त्यस्तै नयाँ कुराहरू ल्याउनुहोस् तपाईँहरूले, धेरै कुराहरू यहाँ राङ्कामा धेरै मान्छेहरूले अब सपोर्ट गर्छ हामी। अनि भाइ तपाईँले भन्नुभयो अब जो जोले काम गर्नुभएको छैन, मलाई काम गर्नुपर्छ, यसरी बिजनेस सेटअप गरेर आफ्नो जीविका उपार्जन गर्नुपर्छ तपाईँले भनिरहनु भएको थियो, एकदमै राम्रो कुरा है। र विशेष गरी तपाईँले अब बाउले गर्दाखेरि तपाईँको त्यो सुरु भयो, अलिकति तपाईँ पुँजी थियो बाउले गर्दा भयो, अरूको त्यस्तो हुँदैन, जस्तो अरू कसैको त त्यो पैसा रुपियाँ नभएर उनीहरूले बिजनेस गर्नु सक्दैन, उनीहरूलाई तपाईँ के भन्नुहुन्छ? अब उनीहरूको एउटा बिजनेस गर्नु लागि कुनै एउटा डरलाग्दो पैसा पनि चाहिएको हुन्छ। बिजनेस गर्नु लागि के चाहियो, आफ्नोमा एउटा नलेज हुनु पऱ्यो र कुनै किसिमले पनि हामीले 10-20 हजारमा पनि हामीले बिजनेस स्टार्ट गर्नु सक्छ। बिजनेस धेरै प्रकारको हुन्छ नि सर, किनभने अब अहिले मान्छेले चिया बेच्नु लागि, हाम्रो यहाँको मान्छेले एउटा चिया बेच्नु लागि सरम मान्छ है, तर चिया बेच्नु पनि एउटा बिजनेस हो नि त सर। किनभने त्यसबाट पनि धेरै कुरा, किनभने चियामा धेरै पैसा छ, इन्भेस्ट कम्ती छ तर पैसा धेरै छ। चिया भन्ने कुरा सबैले रेगुलर खाने कुराहरू हो। अब यस्तैमा अब यहाँ बेकरीमा पाउनेहरू जुन बिस्किटहरू हुन्छ, त्यो बिस्किटहरू उनीहरूले चियासँग बिस्किटहरू दिनु सक्छ, त्यसको बेसी खर्च छैन। त्यो कुराबाट पनि बिजनेस स्टार्ट गर्नु सक्छ, किनभने बिजनेस भनेको हरेक कुराबाट सानो कुरा हो पनि हामीले बिजनेस सुरु गर्न सक्छौँ, तर सरम मान्नु भएन, लगनसित दिनु पऱ्यो, कन्ट्रीलाई अघि बढाउनु जानु पऱ्यो, एकदमै खट्नु पऱ्यो भन्ने कुरा। तपाईँ यसमा जुन बिजनेस लागि पर्नुपर्छ, कति खटाइन्छ तपाईँ? हाम्रो त यहाँनिर खटाइ चाहिँ अब सर्दै भन्नै पर्दैन, किनभने हामीले डेली प्रोडक्ट निकालिबस्नु पऱ्यो। हामीले लिमिटेड प्रोडक्ट निकाल्छ, बेसी हामीले अब स्टक गरेर राख्नु सक्दैन यहाँको प्रोडक्ट, किनभने अब गरम महिना पनि हुँदैछ, छिटो बिग्रिने चान्सेस हुन्छ। त्यही भएर चाहिँ हामीले डेली प्रोडक्ट अब यहाँ हेर्नुहोस् न, धेरै प्रोडक्टहरू हामी निकालेको छ यहाँनिर। आज यो बिहान आएर सबै बनाएको प्रोडक्टहरू यो, अनि यसको लागि त हामीले 5 बजी 6 बजी त हामीले आएर स्टार्ट गर्नुपर्छ, 11-12 बजीसम्म त हामीले सबै प्रोडक्ट रेडी गर्नुपर्छ। अझै तपाईँ समय के थप्नु चाहनुहुन्छ यसमा दोकानमा? यसमा अझै मैले धेरै कुराहरू थप्नु कोसिस गर्दैछु, किनभने अब जुन कुकिजहरूको लागि मैले अझै कुकिजहरू नयाँ कुकिजहरू निकाल्नु कोसिस गर्दैछु। पफहरू भयो, धेरै आइटमहरू छ बेकरीको, अब त्योहरू निकाल्ने कोसिस गर्दैछु। तपाईँको यहाँ सामानहरू हामीले मगाउनु पऱ्यो भने, केक मगाउनु पऱ्यो भने, कुनै पनि सामान मगाउनु पऱ्यो भने घरमा है प्रोग्राममा मगाउनु पऱ्यो, तपाईँलाई कस्तो कन्ट्याक्ट गर्नु? मेरो यहाँ नम्बर छ सर, मैले यहाँनिर अगाडि बोर्डमा पनि मेरो नम्बर फेसबुक एउटा सानो पेज पनि खोलेको छु, मन्ना बेकरी भनेर। प्रायः राङ्काको सबैलाई मैले एड गरेको छु, त्यसबाट पनि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मन्ना बेकरी फेसबुक एकाउन्ट पनि छ? हजुर, फेसबुक पेज पनि छ। अनि फोन नम्बर भनिदिनुहोस् न। मेरो फोन नम्बर चाहिँ 9734166197, यो मेरो चाहिँ नम्बर हो। अन्त अर्को नम्बर चाहिँ 9641706067, यो दुईवटा नम्बरमा चाहिँ यसमा वाट्सएप पनि छ। तपाईँलाई केही चाहियो भने तपाईँले अर्डर गर्नु सक्नुहुन्छ। आज एकदमै खुसी लागेको छ है यहाँ
प्रशान्त भाइसँग यसरी बातचित गर्नु पर्दाखेरि यो दोकानको विषयमा जानकारी लिनु पर्दाखेरि र अब विशेष गरी यहाँनिर के कुरा खानेकुराहरू छ हामी टेस्ट गर्नेछौँ। मसँग भाइ बहिनी आउनु भएको छ, के कति मिठो छ तपाईँलाई हामी बताउनुहोस् न। भाइ बहिनी हामी प्रश्नहरू गर्नेछौँ है। र विशेष गरी म के आह्वान गर्न चाहन्छु भने मन्ना बेकरीमा तपाईँ आउनुहोस् है। यस भाइले जसरी आफ्नो खुट्टामा गएर जीविका उपार्जन गरिरहेको छ, आज भाइ खुट्टामा उठ्नु भन्ने कारणले परिवार त उब्छ समाजलाई पनि भएको कुरा देखिरहेको छौँ। यहाँनिर राम्रो काम भएर देखिरहेको छौँ। र तपाईँ आउनुहोस् दोकानमा, तपाईँ किनेर लगिदिनुहोस्। डिमान्डहरू छ, अघि उहाँले फोन नम्बर भन्नुहोस्, म पनि तपाईँलाई तल तपाईँलाई यो भिडियोको पनि फोन नम्बर दिनेछु। उहाँको मन्ना बेकरीको विशेष गरी पेजको पनि तपाईँलाई पेज गर्नेछु, तपाईँ त्यो पनि हेर्नुहोस् र यस भाइलाई तपाईँले सपोर्ट गरिदिनुहोस्। एकदमै खुसी लागेको छ। यो दोकान अझै बढोस्, प्रगतिमा पत्न लागोस् है। मन्ना बेकरी प्रशान्त भएको दोकान चाहिँ सबैसँग चलोस् है, सबैले मन परोस्। हामी चाहिँ के सोच्छौँ भने चाहिँ हामी सिक्किमको मान्छेले चाहिँ हामीहरूले चाहिँ दोकान चलाउन सक्दैन, उनीहरूको बाहिर गर्न सक्छ भनेर एउटा छ नि दिमागमा पछि छ नि डराउँछ नि। तर तपाईँले चाहिँ त्यसलाई फेस गरेर अघि बढ्नुपर्छ। यसलाई तपाईँले साँच्चै नै अघि बढाउनुहोस्। र म चाहिँ एउटा सानो कुरा यो भन्न चाहन्छु, बिजनेस गर्नु लागि चाहिँ अलिकति आँट चाहिँ चाहिन्छ। किनभने हामीले चाहिँ बिजनेस गर्दाखेरि चाहिँ अब मेरोमा 10,000 छ, 5,000 हालेर म चाहिँ बिजनेस गर्छु, 10,000 हालेपछि मेरो पैसा डुब्छ भनेर चाहिँ हामीले सोच्यो भने चाहिँ त्यो बिजनेस अगाडि बढ्न सक्दैन। बिजनेसमा चाहिँ यस्तो हुनुपर्छ, अलिकति रिस्क चाहिँ लिनुपर्छ, हामीले आँट चाहिँ हुनुपर्छ। हामीले यो कुराले चाहिँ बिजनेस हामीले चाहिँ अब यतिसम्म इन्भेस्ट यति गर्छु भने, किनभने अब 10 लाख छ 10 लाख इन्भेस्ट गर्नु भनेको होइन, तर 10 लाखमा तपाईँले 6 लाख इन्भेस्ट गर्नुहोस् है। अब त्यसको त्यो गर्नुभयो भने चाहिँ धेरै अलिकति आँट गर्नुभयो भने चाहिँ बिजनेस त्यसरी बढ्न सक्छ। किन बिजनेसमा चाहिँ आँट पनि चाहिन्छ, अन्त तपाईँको मेहनत पनि चाहिन्छ मेन चाहिँ। अन्त अरू तपाईँले अब बिजनेसको बारेमा धेरै कुराहरूबाट अरूहरूबाट पनि नलेज लिइबस्नु पऱ्यो। म चाहिँ अब बिजनेसको अब मैले जुन यो बेकरी खोलेँ, अब बेकरीमा चाहिँ म चाहिँ के गर्छु भन्दाखेरि चाहिँ युट्युबतिर नयाँ नयाँ आइटमहरू हेर्छु, धेरै कुराहरू हेरिबस्छु म। अनि यसले मलाई धेरै इन्सपायरहरू हुन्छ। अन्त मैले अब सोच्दैछु मान्छेहरू यहाँ धेरै आउँछ, अन्त मैले सोच्दैछु म गान्तोकको भन्दाखेरि बेस्ट एन्ड बेस्ट दिन्छु भन्ने होइन मेरोबाट, तर गान्तोकको जति चाहिँ दिने म कोसिस गर्छु। जस्तै अहिले चल्ने 33 बालाजीहरू छ है, त्यतिको लेभलमा चाहिँ म दिनु सक्छु प्रडक्ट, यतिको चाहिँ म निकाल्छु भन्ने चाहिँ मेरो एउटा आर्ट गरेको छु। तपाईँले विशेष यो बिजनेस गर्दाखेरि गभर्मेन्टबाट पनि तपाईँले के सहायता पाउनुभयो? गभर्मेन्टबाट लोन दिनुभएको छ तपाईँले? लोन चाहिँ अलिकति आउँछ, लोन चाहिँ अलिकति रिस्क त लिनै पऱ्यो नि, लोन दिन त हामीले कहाँ सक्दैन। जुन पनि कुरा गर्नु लोनबाट चलिरहेको छ हजुर, तर त्यही अनुसार तपाईँले काम पनि गरिदिनु भएको छ, एकदम खुसी लाग्यो है। र तपाईँले विशेष गरी यो काम निरन्तर दिइराख्नुहोस्, अघि बढ्नुहोस्, उन्नति गर्नुहोस्, प्रगति गर्नुहोस् है, सफलता उचाइमा पुग्नुहोस्, संसारको सबैभन्दा धनी मान्छे बन्नुहोस्, त्यही मेरो आशीर्वाद छ। हुन्छ, थ्याङ्क यू तपाईँलाई। हुन्छ। यहाँ चाहिँ प्रशान्त भाइको यहाँनिर स्टाफहरू तिम्रो मुस्कानमा छुम्न मन लाग्यो, वर्षाको थोपासँगै हाँस्न मन लाग्यो। लुकी छिपी खेले जस्तै हावाले बादलसँग तिमीसँग जिस्किने साह्रै मन लाग्यो, तिमीसँग जिस्किने साह्रै मन लाग्यो तिम्रो मुस्कानमा।
चञ्चल यो मन आतिन्छ लौझन तिम्रो नजरले घायल बनाउँछ चञ्चल यो मन आतिन्छ लौझन तिम्रो नजरले घायल बनाउँछ लाग्यो लाग्यो मलाई प्रेम रोग लाग्यो हे लाग्यो लाग्यो मलाई प्रेम रोग लाग्यो तिमीसँग जिस्किने साह्रै मन लाग्यो तिमीसँग जिस्किने साह्रै मन लाग्यो तिम्रो मुस्कानमा पवन स्वच्छ तिम्रो मन जीवनको सरगम रमाइलो यो छन् शीतल पवन स्वच्छ तिम्रो मन जीवनको सरगम रमाइलो यो छन् के भो मलाई रम्न मन लाग्यो हे के भो मलाई रम्न मन लाग्यो तिमीसँग जिस्किने साह्रै मन लाग्यो तिमीसँग जिस्किने साह्रै मन लाग्यो तिम्रो मुस्कानमा झुम्न मन लाग्यो वर्षाको थोपासँगै हाँस्न मन लाग्यो लुकी छिपी खेले जस्तै हावाले बादलसँग तिमीसँग जिस्किने साह्रै मन लाग्यो तिमीसँग जिस्किने साह्रै मन लाग्यो तिम्रो मुस्कानमा आज हामी रामका 0 पोइन्टको मन्ना बेकरीमा आएका छौँ अनि यहाँ पिज्जाहरू अनि चिकन ललिपप अनि तपाईँले मोमोहरू चाउमिनहरू सबै कुरा पाउनुहुन्छ अनि बेस्ट पार्ट चाहिँ यहाँको जति पनि फुड आइटमहरू छ सबै धेरै अफोर्डेबल छ अनि तपाईँले आफ्नो बर्थडे वेडिङहरूको जसको लागि पनि तपाईँलाई केकहरू चाहिन्छ भने यहाँबाट तपाईँले अर्डर गर्न सक्नुहुन्छ अनि यहाँ धेरै हाइजिनको मेन्टेन गरिएको छ अनि धेरै खाना पनि टेस्टी छ अनि आज चाहिँ हामीले चिकन ललिपप अनि मोमो अनि चिकन चिल्ली पनि हामीले खाएका थियौँ अनि आज चाहिँ यो डेजर्ट हाम्रो यो चकलेट पेस्ट्रीदेखि चाहिँ हामी सिधाइरहेका छौँ अनि म सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु कि यस मन्ना बेकरीमा तपाईँहरू आइदिनुहोस् अनि आफ्नो बर्थडेहरूमा वेडिङहरूमा जति पनि केकहरूको तपाईँहरूलाई अर्डर चाहिन्छ भने यहाँबाट तपाईँले गर्न सक्नुहुन्छ अनि हाम्रो लोकल बिजनेसम्यानलाई हामीले सपोर्ट गर्नुपर्ने हुन्छ अनि सबैजना यता आइदिनुहोस् भन्ने म रिक्वेस्ट गर्न चाहन्छु थ्याङ्क यू